अबको निर्वाचन पछाडिको परिदृश्य चाहिँ के आकलन गर्नुभएको छ? एमाले बहुमत ल्याउँछ, कथम कदाचित बहुमत ल्याएन भने बकाइदा मेजर पार्टीको रूपमा आउँछ। त्यो कुरा तपाईँको सञ्चार माध्यम मार्फत सबैले सुन्छन्, रेकर्ड राख्छन्, मोबाइलमा राखे हुन्छ रेकर्ड गरेर। म त्यो प्रश्नलाई विगतको चुनावको त्यो प्रश्न अर्को प्रश्न र अर्को सञ्चारकर्मीको प्रश्नसँग जोड्दिनँ, किनभने तपाईँ निर्वाचनमा गइरहेको एउटा ठुलो पार्टीको अध्यक्ष हो। त्यो भएर तपाईँले बहुमतको दाबी गर्नु, विजयको दाबी गर्नु मलाई अन्यथा लाग्दैन, तर त्यसको आधार चाहिँ तपाईँले बताइदिनुपर्छ। देश विकासका लागि यति धेरै काम गरेको छ, तर जनताले त्यो बुझिरहेछ नि, स्वीकार गरिरहेछ। बुझिरहेछ। हल्लाखोरहरूले हल्ला मचाउनु एउटा त मैले भने, तर हल्ला बिग्छ नि कहिले। तपाईँले बबन्डर भन्नुभयो नि, बबन्डर त देखियो त छ। बबन्डर मैले हुन्डरी भनेको। हुन्डरी भन्नुभयो नि, हुन्डरी त छ, तर त्यो हुन्डरी एमालेको जग हल्लाउने खालको, एमालेलाई केही क्षति पुर्याउला थोरै दिनु, नत्र बहुमत सजिलोसँग आउँथ्यो। मैले एउटा सम्भावना के राखेँ भने बहुमत नआउन पनि सम्भावना छ, नआउन पनि सक्छ, कथम कदाचित आएन भने पनि प्रमुख पार्टी हुन्छ भनेको छु नि मैले। प्रमुख भने चाहिँ कति नम्बरसम्मको हो? अरूभन्दा 10-20 सिट बढी कमसेकम। पहिलो पार्टी प्रमुख मात्रै भन्नुभयो, पहिलो भन्नु भएन नि? होइन, प्रमुख मध्येको होइन, प्रमुख। प्रमुख। अर्को एउटा सन्दर्भमा तपाईँले झापाकै कार्यक्रम हो जस्तो लाग्छ मलाई।